धेरै नै ड्रामेटिक डिफेन्सिभ वाइवाई थर्ड ज्योतिपुञ्ज कप 2082 को यो फाइनल खेल धुमधामका साथ समापन भएसँगै ज्योतिपुञ्ज युवा क्लब होस्ट टिमलाई चाहिँ धेरै भन्दा धेरै बधाई छ। वाइवाई थर्ड ज्योतिपुञ्ज कप 2082 को ट्रफी चाहिँ आफ्नो घरमै राख्न सफल भएकोमा एकदमै डिफेन्सिभ वाला टक्कर लेभलको गेम यो एकदमै मनोरञ्जनात्मक हुन पुगेको थियो। यो फाइनल म्याचको गेम प्ले अनुसार फरवार्डहरूलाई भन्दा डिफेन्सहरूलाई चाहिँ धेरै भन्दा धेरै सम्मान गर्न चाहन्छु म। उहाँहरूको उत्कृष्ट पर्फर्मेन्सले नै यो गेम चाहिँ एकदमै इन्टरटेनिङ एकदमै ड्रामेटिक हुन पुगेको हो। यो गेमको कुरा गर्ने हो भने युनाइटेड युथ क्लबका प्लेयर्सहरूलाई पनि धेरै भन्दा धेरै बधाई दिन चाहन्छु म। वाइवाई थर्ड ज्योतिपुञ्ज कप 2082 को सेकेन्ड हुनु भएकोमा र ज्योतिपुञ्ज युवा क्लबहरूलाई त झन् धेरै भन्दा धेरै बधाई छ। आफ्नो ट्रफी चाहिँ आफ्नै घरमा राख्नलाई सफल भएका छन्। 70औं मिनेटसम्म 0-0 स्कोरलेस नै हुन पुगेको यो गेम ज्योतिपुञ्ज युवा क्लबका एकदमै ट्यालेन्टेड प्लेयर सुमित श्रेष्ठले चाहिँ गेमको 73औं मिनेटमा आफ्नो टिमको लागि एकदमै जबरजस्ती स्कोर गरेका थिए, जुन गोललाई चाहिँ फाइनल विसलसम्म पनि युनाइटेड युथ क्लबले चाहिँ फर्काउन नसक्दा सोही सुमित श्रेष्ठको गोल चाहिँ अन्तिममा विनिङ गोल हुँदै उहाँको क्लब ज्योतिपुञ्ज युथ क्लब चाहिँ यो टुर्नामेन्टको उपाधि उचाल्नलाई सफल भएका हुन्। फेरि पनि विनिङ टिमलाई चाहिँ धेरै भन्दा धेरै बधाई दिँदै हजुरहरूको सामु चाहिँ सम्पूर्ण की मुभमेन्ट्सहरू चाहिँ प्रस्तुत गरेको छु। कृपया भिडियो हेरेर आफ्नो प्रतिक्रिया छोड्नलाई नबिर्सिनु होला। दृश्य नरेन्द्र जेबिन लामिछाने एरोनी एक्रोब्याटिक शट लक्ष्य अवसर रहन सक्छ, तर यहाँ आशिष त्यहाँ प्रकाश यो अवसर रहन सक्छ। क्षितिजराज जीटी यहाँ पेनाल्टीको अपिल गरिरहेका छन्। क्षितिजराज जीटीको शट र यो गोल, तर रेफ्री प्रकाश नवाङमाथि निगमा घिसिङ त्यहाँ असन्तुष्टि। निगमा घिसिङ केही समय